गाइस आज जाँदैछौँ हामीहरू जमुनी नदी। म आफ्नो फ्यामिली मेम्बर सबैसँग हजुरको इन्ट्रोडक्सन गराउँछु है। यताबाट सुरु आन्टी पक्रिनु लु नानी भन्नु नानी भन्नु न भन्नु नानी ओरिजिनल हाल ओरिजिनल मान्छेले त्यो मिलाएर हेर्न चाहन्न स्वस्तिकाको नानी चाहिँ फुलर गाछी जोड छ जोड छ सबको पहिले स्वस्तिकाको नानी छ फुलर हेलो गाइस म स्वस्तिकाको भाइ हो। आज हामी जमुना नदी गइरहेको छौँ। लाउ छोटै म स्वस्तिकाको सानी मौसी हो म स्वस्तिकाको ठुलो मौसी हो। हामी पुरा जाँदैछौँ जमुनी नदीमा नुहाउनको लागि। भन्नु हेलो गाइज म स्वस्तिकाको मम्मी हुँ। हामी फुलर नदी जाँदैछौँ। हेलो गाइज म स्वस्तिकाको सानी मौसी। हामी फुलर जाँदैछौँ। बाई ले आज पार्टी हो रही है। गाइस हामीहरू नदीतिर पुगिसक्यौँ। यहाँदेखि अब हिँड्दै जानुपर्छ। जाँदैछौँ हामी अब हिँड्दै कति कठिनाइ भइरहेछ। मेरो भाइ त अगाडि भागिसक्यो। गाइस हेर्नु नदी कुत्ताको फर्स्ट पनि आइसक्यो। हामीहरू पुगिसक्यौँ जमुनी नदी। अब यति गाइस नदी यो नदीलाई पार गरेर जानुपर्छ। मान्छेहरू कसरी गइरहेछन् हामीले पनि यस्तै जानु। हेर्नु यहाँ पुल टुटिसक्यो त्यसपछि मान्छेहरू यसरी नै जान्छन्। यहाँ क्रोकोडाइल हुन्छ भाइ लिएर गइरहेछन्। कति मुस्किल से पार करना है यो बटुवा टिक्लायो मम्मी बाप रे रुदि न डुबिहाल्छ गोलको पानी वही बाटे त्यो गेले दुई जग्गा कति उप्राइ न जाय के ना होय कम पानी रहने के त्यो पेनाको देखानी अब मी पोज गरेर यो मान्छे। हेलो गाइस हामीहरूले नुहाइसक्यौँ। त्यसपछि हामीहरू जाँदैछौँ अब मन्दिरमा नुहाएर ल। हेलो गाइस